सम्पूर्णमा नमस्कार। आज म मेरो देशमा के भइरहेको छ भन्ने विषयमा, हामीले के देख्न परिरहेको छ भन्ने विषयमा केही थोरै कुराहरू राख्न चाहन्छु। मेरो समाजमा, मेरो देशमा दिन प्रतिदिन बलात्कारका घटनाहरू बढिरहेका छन्। आजभन्दा करिब 8 वर्ष अगाडि एउटा 13 वर्षकी बालिका, कक्षा 9 मा पढ्ने, घरबाट ट्युसन पढ्न जान्छु भनेर साइकल समातेर घरबाट निस्किन्छन्, तर उनी कहिल्यै घर फर्किने यसरी आउँदिनन्। ती कलिली भर्खरै फुल्न लागेकी नानीलाई बाटोमा को राक्षसहरूले टिपेर खाइदिन्छन्। अहिलेसम्म 8 वर्ष भइरहँदा पनि एउटा बलात्कृत जस्तो जनगण्य अपराधको न्याय पाउन सकिएको छैन। ती बिचारी 13 वर्षकी नाबालिका निर्मला पन्थ जस्ता, बैतडीकी भागरथी भट्ट लगायतका थुप्रै बलात्कारका घटनाहरू हाम्रो देशमा दिन प्रतिदिन बढिरहेका छन्। के हाम्रो समाज न्यायमाथि विश्वास गर्ने रहेन त? अहिले भर्खरैको घटना हो। तपाईको 3 वर्षीय नाबालिका जसको तोते बोली पनि राम्रोसँग फुटेको थिएन, गरिमा चौधरी, उसको सामूहिक बलात्कार हुन्छ। के यो समाजमा अब आफ्नो छोरीहरूलाई खुल्ला हृदयसम्म राख्न नपाउने हो र? के यो समाजमा त्यस्तो कानुन छैन, यो देशमा त्यस्तो कानुन छैन जहाँ आफ्नो छोरीले इच्छा अनुसार हिँड्न नपाउने, खान नपाउने, लाउन नपाउने, अनि कोही आएर चुडेर लुछेर लगिदिने, अनि ती छोरीहरूले न्याय चाहिँ कहिले पाउने? भागरथी भट्ट, निर्मला पन्थ, गरिमा चौधरी जस्ता बलात्कृत भएर जनगण्य अपराध जस्तोमा आफूले मृत्यु दहन गर्नु पर्यो। कि यो देशमा त्यस्तो कानुन छैन जुन कानुनले यो समाजमा छोरी मान्छेलाई खुल्ला हृदयले हिँड्न सक्ने हिम्मत दिने कानुन कहिले बन्छ? बलात्कार पछि हत्या कुनै सामान्य होइन। यो मानवता समाजमाथिको जनगण्य अपराध होस्। जो कोही यस्तो अपराधमा संलग्न हुन्छन्, उनीहरूलाई कडाभन्दा कडा कारबाही होस्, मेरो सरकार भन्दै म बिन्ती दिलाउन चाहन्छु। हस्त, धन्यवाद।